ओ भाइ साहब वाट अ मुभी मैले यो गल्ती चाहिँ कसरी गरेँ कि यो मुभीलाई चाहिँ त्यही बेला हेरिनँ भनेर मलाई त्यही कुराको मात्र पछुतो लागिरहेछ। अहिले पहिले एक्सन मुभीहरू पहिले हेरिसकिहाल्छु, यो मुभी खासै राम्रो पनि त छैन भन्ने सोच बनाउनु चाहिँ मेरो गलत भएछ है। फेरि पनि मलयालम इन्डस्ट्रीबाट चाहिँ एउटा एकदमै धेरै मास्टरपिस मुभी आइसकेको छ ओटिटीमा। तपाईँहरूले केही दिन अगाडि थुडुरुम मुभी त पक्कै पनि हेर्नुभयो होला। सेम एक्टर मोहनलालको चाहिँ नयाँ फेरि मुभी 26 सेप्टेम्बरमा ओटिटीमा आइसकेको छ र यो मुभी चाहिँ तपाईँहरूले केही गरी नछुटाउनु होला। एकदमै धेरै राम्रो लाग्यो मलाई चाहिँ। राम्रो मुभी चाहिँ म एक्लैले हेर्नु हुँदैन, तपाईँहरूलाई पनि भन्नुपर्छ भनेर चाहिँ म यहाँ रिभ्यू गर्नुको लागि बिहानै आइहालेँ है त। कुरा गरौँ यो मुभीको मेन स्टोरीको बारेमा। हाम्रो यो मुभीको मेन हिरो मोहनलाल चाहिँ उसको हार्ट फेल भएर भर्खरै डोनर पाएर हार्ट ट्रान्सप्लान्ट गरेर चाहिँ बसिरहेको हुन्छ। उसको चाहिँ एउटा बिजनेस पनि हुन्छ र त्यो बिजनेस चाहिँ उसले सम्हालिरहेको हुन्छ र त्यतिकैमा डोनरको छोरी चाहिँ उसँग एकचोटि भेट्छु भनेर आउँछ र आइसकेपछि उसको डोनरको छोरीले चाहिँ उसलाई उसको इङ्गेजमेन्टमा पुणेमा इन्भाइट गर्छ र हाम्रो यो मेन हिरो मोहनलाल पनि पुणे जान्छ र पुणे गइसकेपछि चाहिँ के कस्तो हुन्छ त्यो सबै जान्नुको लागि चाहिँ तपाईँले मुभी हेर्नुपर्ने हुन्छ र त्यो पछाडि चाहिँ उसको त्यो दिल कसरी त्यो केटीको लागि धड्किन्छ, डोनरको छोरीको लागि धड्किन्छ, त्यो हेरेर चाहिँ तपाईँहरूलाई एकदमै धेरै मजा आउनेछ है त। र इफ तपाईँहरूलाई कमेडी गुड फिल मुभी मनपर्छ भने चाहिँ यो मुभी तपाईँहरूले केही गर्न नछुटाउनु होला। इफ तपाईँहरूले हेरिसक्नुभयो भने त ठिकै छ, कस्तो लाग्यो त्यो कमेन्टमा आएर भनिदिनु होला। र इफ तपाईँहरूले हेर्नु भएको छैन भने चाहिँ अहिले नै गएर हेरिहाल्नु होला। र यो मुभीको नाम चाहिँ हो हृदयपुरम। तपाईँहरूलाई यो मुभी हेर्दै गर्दाखेरि चाहिँ तपाईँहरूको माइन्ड फ्रेस हुन्छ र तपाईँहरूलाई पिस शान्त फिल हुन्छ है त, र एकदमै धेरै मजा आउँछ। र यस्तै यस्तै मुभी रिकमेन्डेसन अनि रिभ्यूको लागि चाहिँ कुल मुभी रिभ्यूलाई फलो गर्नु होला। धन्यवाद।